नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन नेपालका लाखौं घर परिवारको र सिङ्गो देशकै धड्कनसँग जोडिएको छ। यो हो रेमिट्यान्स, विदेशबाट आउने पैसा जसले साँच्चीकै नेपाललाई चलायमान राखेको छ। हो, विज्ञहरूले यसलाई रक्त सञ्चार नै भन्नुको कारण छ। सोच्नुस् त, जसरी शरीरमा रगत घुम्छ नि र हरेक अङ्गमा जीवन पुर्याउँछ, ठीक त्यसरी नै रेमिटेन्सले नेपालको अर्थतन्त्रको हरेक कुनाकाप्चामा पैसा पुर्याइरहेको छ। तर प्रश्न यो हो कि यो रक्त सञ्चार सधैँका लागि स्वस्थ छ त? आउनुहोस् यसमा अलि गहिरिएर हेरौँ। ल, सबैभन्दा पहिले एकदमै आधारभूत कुराबाट सुरु गरौँ है त। आखिर यो रेमिट्यान्स भनेको के हो त? एकदम सरल भाषामा भन्नुपर्दा विदेशमा पसिना बगाएर काम गर्ने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूले आफ्नो कमाई नेपालमा भएका परिवारलाई पठाउने पैसा नै रेमिट्यान्स हो। तर यो पैसा मात्रै होइन नि, यो त आशा हो, सपना हो अनि कैयौं घरको चुलो बाल्ने आधार पनि हो। अब प्रश्न उठ्छ, यो पैसा कति धेरै आउँछ अनि कुन कुन देशबाट आउँछ? यसको तथ्याङ्कले त साँच्चै नै चकित पार्छ। नेपाल राष्ट्र ब्याङ्कको आँकडा हेर्ने हो भने गएको आर्थिक वर्ष 2079-80मा मात्रै नेपालमा 12 खर्ब 20 अर्ब रुपियाँ भन्दा बढी रेमिट्यान्स भित्रियो। सोच्नुस् त, यो कति ठूलो रकम हो। यतिसम्म कि यो देशको कुल घरास्थ्य उत्पादन मतलब जीडीपीको झण्डै 1/4 हो। अनि यो बढ्ने गति हेर्नुस् त, एक वर्ष अघि सामान्य गतिमा थियो, तर गएको वर्ष त 81-21% भन्दा बढीले हट्टै बढ्यो। यसले के देखाउँछ भने हाम्रो अर्थतन्त्रमा रेमिट्यान्सको प्रभाव र निर्भरता दुवै कति छिटो बढिरहेको छ। अनि यो पैसा आइरहेको छ कहाँबाट त? यो चार्टले प्रष्टै देखाउँछ कि नयाँ कामदारका लागि मुख्य गन्तव्य भनेका खाडी मुलुकहरू नै हुन्। हेर्नुस् त, एक्लै युएईले 41% भन्दा बढी नेपालीलाई रोजगारी दिएको छ। त्यसपछि साउदी अरब, कतार, कुवेत लाइनमै छन्। अब विदेशमा कमाएको पैसा नेपालको गाउँघरमा रहेको परिवारको हातसम्म आइपुग्ने यात्रा कस्तो हुन्छ त? अहिले त यो प्रक्रिया निकै सजिलो र व्यवस्थित भइसकेको छ। यो प्रक्रिया खासमा 3 चरणमा पूरा हुन्छ। पहिलो, विदेशमा काम गरेर पैसा कमाइन्छ। दोस्रो, त्यो पैसा कुनै रेमिटेन्स कम्पनी वा ब्याङ्क मार्फत पठाइन्छ। अनि तेस्रो, यहाँ नेपालमा रहेको परिवारले त्यो पैसा कि त नगदमै बुझ्छन् कि त सिधै आफ्नो ब्याङ्क खातामा वा मोबाइल वालेटमा तुरुन्तै पाउँछन्। ल, अब हामी यो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुगेका छौँ। रेमिट्यान्सले हाम्रो अर्थतन्त्रमा पारेको राम्रो र नराम्रो दुवै पक्षलाई एक एक गरेर हेरौँ। एकातिर हेर्दा रेमिटेन्सका फाइदा छन्। यसले विदेशी मुद्राको भण्डार बढाएको छ, गरिबी घटाउन धेरै मद्दत गरेको छ अनि हामीले विदेशबाट सामान किन्न चाहिने डलरको जोहो पनि गरिदिएको छ। तर अर्को पाटो पनि छ। यसले हाम्रो अर्थतन्त्रलाई परनिर्भर बनाएको छ अनि डच डिजिज भन्ने आर्थिक जोखिम पनि बढाएको छ। अब यो डच डिजिज भनेको के हो भने, जब बाहिरबाट पैसा सजिलै आउन थाल्छ तब देशभित्रै उत्पादन गर्ने जागर हराउँछ। हामी आफ्नै सामान बनाउन छोडेर विदेशबाटै किनेर खान थाल्छौँ। हो, यही कारणले हाम्रा उद्योग धन्दा र कृषि क्षेत्र कमजोर हुँदै गएका छन्। रेमिट्यान्सको सबैभन्दा ठूलो सकारात्मक प्रभावको उदाहरण हो नेपालको विदेशी मुद्राको भण्डार। फागुन 2080 सम्मको आँकडा हेर्दा नेपालसँग 18 खर्ब 72 अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा जम्मा थियो। यो पैसाले देशलाई लगभग 13 महिनासम्म चाहिने सामान र सेवा किन्न पुग्छ। यसले गर्दा अर्थतन्त्रमा एक किसिमको स्थिरता आएको छ। त्यसो भए यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ। यदि देशमा यति धेरै पैसा आइरहेको छ भने त्यसले देशको उत्पादनमूलक क्षेत्र र दिगो विकासलाई किन अघि बढाउन सकेन त? आखिर यो पैसा गइरहेको छ कहाँ? हो, यही प्रश्नले हामीलाई भविष्यको बाटोतर्फ डोर्याउँछ। अबको बाटो के त? यो पैसालाई कन्जम्सन मतलब उपभोगबाट उत्पादनतर्फ कसरी लैजाने? विभिन्न अध्ययनहरूले केही स्पष्ट दिशाहरू देखाएका छन्। अब हाम्रो ध्यान पैसालाई लिगलाइज गरेर भित्र्याउनमा मात्रै हुनु हुँदैन, बरु त्यो पैसालाई लगानीमा बदल्ने खालका मेकानिजमहरू बनाउनु पर्यो। जस्तै आप्रवासी बन्ड जस्ता योजनाहरूलाई अझै ठूलो बनाउने, बचतलाई उत्पादनशील क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने अनि निर्यात गर्ने खालका व्यवसायहरूलाई यो पैसा प्रयोग गर्न सहयोग गर्ने।
अन्तमा एउटा कुरा त एकदमै स्पष्ट छ, रेमिटेन्स नेपालको लागि जीवन दिने रक्त सञ्चार नै हो। यसले देशलाई हरेक अप्ठ्यारोमा ठूलो भर दिएको छ। तर दिगो भविष्यको लागि त देशले यो पैसालाई मुटु र मस्तिष्कमा अर्थात् उत्पादन र नयाँ सोचमा लगानी गरेर आफ्नै खुट्टामा बलियोसँग उभिन सिक्नै पर्छ। सधैँ यही रक्त सञ्चारमा मात्रै भर पर्नु सायद बुद्धिमानी होइन।